फाइनली आज चाहिँ हाम्रो फोटोसुटको सपना पनि पुरा हुन्छ। अब चाहिँ हामी नाटेकै फोटोसुट गर्नको लागि यहाँनिर हाम्रो ब्राइडहरू भुटानको क्यान्सल भइहाल्यो। यहाँ सानो उयो पनि छ नि ग्रुम हाई गरिरहेछ। हिरो फेरि अर्कै छ चाल हो। कहिलेदेखिको प्लानिङ गरेको थियो तपाईँहरूलाई थाहै छ होइन। बिहा पछाडि कति अब दिदीहरू जानुहुन्छ भनेर हतार गर्नुपर्छ भनेर सोचेको थिएँ नि त, तर हुँदै भएन कि अब वेदरले पनि साथ दिएन। खै के नपुगेको भयो होइन। आज गर्नुपर्ने रहेछ, त्यही भएर चाहिँ नभएको रहेछ हो। अन्त म चाहिँ यहाँनिर नेल्स अब टाल्नको चाहिँ टाइमै भएन नि त मेरो चाहिँ। अनि त्यही भएर चाहिँ नेल्स वहीँनिर गएर लोकेसनमा गएर चाहिँ टालेँ होइन। हामी यहाँनिर आइपुग्यो लोकेसनमा। अन्त फर्स्ट चाहिँ बेहुला बेहुलीको सुट हुँदैछ हो। अनि त्यसपछि चाहिँ मेरो बेहुला पनि यहाँनिर रेडी भएर आउनुभयो हो। हाम्रो चाहिँ बिहामा त्यस्तै भइहाल्यो, तपाईँहरूलाई मैले भनेको थिएँ होइन। गेट रेडी विथ मिमा त भनेकै थिएँ। हाम्रो बिहामा त्यस्तै भइहाल्यो, केही गर्नु पाइनँ भनेर होइन। काका बित्नुभयो भनेर। अन्त काका बित्नु भएकोले गर्दा चाहिँ हामी मरौमै इङ्गेज भइहाल्यो होइन। त्यही भएर चाहिँ केही नै गर्नु पाइनँ। अहिले चाहिँ अब 3 साल बाद चाहिँ हामी फोटोसुट गर्दैछ बिहाको। त्यही भएर चाहिँ मलाई चाहिँ कति राम्रो अब बेहुली नै सजिनु मन लागेको थियो कि बेहुली नै बनिनु रेड लगाएर। हाम्रो नेपालीहरूको कस्तो अहिले त अब सबैले अन्त न्युड कलरहरू लगाउँछ होइन। तर मलाई चाहिँ मनपर्छ के हो नेपाली ब्राइडको अलग्गै हुन्छ नि त रेड लगाउनु होइन। अन्त यस्तै रेडै सबै रेड भएर गएको थिएँ म चाहिँ। अन्त मलाई एकदमै ब्राइड हुनु इच्छा लागेको थियो होइन। नेक्स्ट अब सेकेन्ड टाइम फेरि ब्राइड हुनु पायो, भाग्यले पाएको भनौँ न। मान्छेहरूको लाइफमा एकचोटि हुन्छ, हामी त दुईचोटि ब्राइड बनिनु पायो होइन। अन्त यहाँनिर चाहिँ हामी रिल्स बनाउँदैछौँ हो। रिल्सहरू बनाएपछि चाहिँ त्यहाँदेखिको सबै टर्न बाई टर्न सबैजनाको सुट भइसक्यो, दिदीहरूको पनि भयो। त्यहाँदेखि हाम्रो 3जनाको यहाँ नै यसलाई सरप्राइज दिएको मैले। हिँड्छौँ भनेर त्यत्तिकै केही नभनी भेना चाहिँ लिएर आउनुभयो हो। बिचरा रेडी हुने पनि टाइम पाएन। त्यसपछि चाहिँ हामी खानासाना खाएर अन्त चाउमिनहरू खाएर चाहिँ घरतिर लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ। यसरी हेर्दै गर्नुहोस्, माया गर्दै गर्नुहोस्। बाई बाई। फेरि भेटौँ मेरो नेक्स्ट भिडियोमा।